गो गाइस अहिले भ्लग गर्छु ल बाइ बाइ लुगा फेर्दैछु जस्तो हेर्नु त्यस्तो भएर लक 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 काम छ नि त धेरै कुदेको हेलो गाइस म चाहिँ चलिरहेको छु मिरा हेलो गाइस म चाहिँ कन्टिन्यू गरिरहेछु गाइस किवा भान्दै हो भूत पिसाच सबै निस्किरहेको छ नि त्यस्तो हेलो गाइस वेलकम ब्याक इट्स मी करी अनि आज हामी जान आँटेको छौँ एकदम रनिङ हान्नुलाई 5 वर्षमा एकचोटि कुद्ने मान्छेले रनिङ हान्दा कस्तो हुन्छ हेरौँ अब आज चाहिँ मेरो लाइफमा कहिले पनि रन हान्छ होइन त्यसरी 5-6 किलोमिटर त्यसरी कुद्न आँटेको छौँ होइन अब मेरो फोनमा चार्ज पनि छैन म सिधा उहीँ गएर भ्लग गर्छु मेरो क्यामेराबाट है त बाई बाई हेलो अहिले चाहिँ हामी साथीको घरमा आएको छौँ अनि मेरो खुट्टामा चाहिँ मोचा छैन मोचा बिना जुत्ता लगाएर हिँडेको छ मेरो साथीको मोचा अनि उसको के सामानहरू पनि लिएर गएको छ उयो घरमा उसको साथीको घरमा आँखामा के परेर हेर रातो न रातो भइसक्यो अब चाहिँ हामीहरू ग्राउन्ड मतलब कि बाटोमा हो कुद्ने त कहिले कुदेको छैन के हुन्छ हेरौँ अब जाने अनि त्यस पछाडि यस्तो कुद्ने एकैजना 25,000 मेरो नाम भन न जिन्दगी एकचोटि कुद्न आँटेको मैले अहिलेसम्म कुदेको छैन खास गरी भन्नुपर्दा बाई बाई गाइस अब चाहिँ म उही पुगेर भ्लग गर्छु ल बाई अहिले म चाहिँ किन्छु कि किन्नु पर्यो भने किनेको बेला भ्लग गर्छु परेन भने किनदेखि लाने हो बाई अतार न त्यो चाहिँ हामी दाइहरूसँग भेटिसकेको छौँ होइन अब हामी जाँदैछौँ छौँ तल हामी चाहिँ आज बियोस हुने छौँ आधी बाटोमै खुट्टा लग 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 कामेर ढल्दिने यहीँसम्म आइपुग्नुपर्छ होइन यहाँसम्म आइपुग्नु पर्यो होइन त्यही अघि हामी बाइक राख्यौँ नि अब हामी चाहिँ लगभग 5 किलोमिटर कुद्नु पर्ने छ 2 पाइला हिँड्दाखेरि खुट्टा दुख्ने मान्छे हामी आएको छौँ हामीले हेर्दाखेरि चाहिँ ओ खतरा रनर देखिरहेको होला दुईजनाको हाम्रो ज्याकेट म्याच गरेर हेर्नु न उसको र मेरो क्या केटाकेटी अब त्यति गरेर भेट्छु ल म धेरै भ्लग बनाइसकेको हामी चाहिँ आइसकेको छौँ हाम्रो ग्राउन्ड मतलब कि हाम्रो मेन उयसमा कुद्ने ठाउँमा चाहिँ कसरी हेर्नु अनि यता आउनु त तिमी ल के त अनि मोचा यहाँ खुट्टा मोचा लगाएको छैन लाज लागेर अनि कसरी बोकेर कुद्नु ब्याग बोकेर कुद्नु ब्याग सेक बोकेर कुद्छ अनि कसले बोकिदिन्छ ब्याग चाहिँ त गाइस अहिले भ्लग गर्छु ल बाइ बाइ लुगा फेर्दैछौँ त्यस्तो हेर्नु गएन यत्रो धेरै मान्छे छ होइन हामी फाइनल आइसकेको छौँ यहाँनिर सो मेनी पिपल कहाँ हुनुहुन्छ जाउँ दाइसँग छोरा आएको त ओहो हामी चाहिँ फाइनली आइसकेको छौँ आमा आउँदैछ यहाँ हुन्छ रेडी आधा हात कामिसक्यो डर अरे नदेखाउनु करिना चाहिँ अब नम्बरी भइसकेको छ नम्बरी करिना जर्सी बिग्रिँदैन जाम ड्रेस चेन्ज गर्छ यो मान्छे चाहिँ के फेरि ल के अरे हामी चाहिँ कुद्ने जस्तो क्या कहाँबाट आउनु भएको रनर हामी तिमीटा बर्फालाई इलामबाट आएको कस्तो रमाइलो फिल भइरहेछ फर्स्ट टाइम हो के यहीँबाट लाउनु म यता हाम्रो हुनुहुन्छ खतरा भरे भ्लग आउँछ है भ्लग हेर्नु
करी ब्लगमा करी ब्लग 0 छ कि हेर न गर ल खतरा यता चाहिँ खतरा दमदार एक्सर्साइज हुँदैछ आजको विनर सरी आजको विनर चाहिँ यता हुन्छ फिक्स हो सिस्टम पार देंगे केही पनि गरेन यहाँ यसो गर्नुपर्छ यसरी पो भन्ने त एक्सर्साइज छ यसरी गर्ने एक्सर्साइज यता उसु म त केही न केही म खुस्छु यिनीहरू म मात्रै काहीँ नकुद्ने यता 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 ल सिफ्ट यस्तो गर्नु मसलालाई दिन्छु मसला होइन घुडा ल गाइस अब एकैचोटि कुद्ने बेला भिडियो गर्दै कुद्ने अब भाइ अब फोन बोकेर भरे गर्दै बस्नुपर्छ उसको झन्डै सोध्छ दाइ त यहाँ पेनमै कुद्न आँट्नु भएको छ दाइ पनि ब्लगर होइन दाइ म पनि ब्लगर हो मेरो त कति मिलियन छ 4 मिलियन भ्युज के अरे सब्सक्राइबर छ नि अनि नेपालको मिलियनमा त अनि कोही त देख्दिनँ त तपाईँको नाम अनि हो दिवी दाइको म जुत्तालाई नि दाइ फर्स्ट जित्यो भने एकतिर 12,500 एकतिर 12,500 चढाइदिन्छु म सिधै मैले चार्ज दिनु पर्थ्यो भाइलाई एउटा जुत्ता चाहिँ किनिदिनु पर्यो नयाँ त्यति लाग्छ तारा त मैले एउटा यहाँ दुईजना ब्लगरहरूले चाहिँ क्यामेरा यस्तो गरेर अहिले आफ्नो पछाडि कोही नदेखाउने हामी चाहिँ आइपुग्न टिम तर खोज्छ पानी खानु बोकेर एउटा मोबाइलले गर्दा मोबाइलले गर्दा तिमी हार्न सक्छौ वेटले गर्दा वेट हुन्छ क्या मोबाइल बोक ला हो र बुइनीको अनि ब्लग म त चला भने ब्लग 1 लाख आइहाल्छ हैन म त जित्न भन्दा नि ब्लगमा बहिनीको ब्लग चला भने 1 लाख आइहाल्छ 25,000 के भयो त त्यही भएर मोबाइल बोकेरै कुदा मोबाइल बोक्नु पर्छ तर त्यत्रो 1 लाखले चाहिँ यस्तो यहाँनिर गोप्रो राख्दा नि हुन्थ्यो तर मेरो छैन नि त ब्यान्डेजमा त्यसरी कुदा राखेँ त लगाइस अब चाहिँ हामी कुद्नुपर्छ आधी बाटोसम्म मात्रै बाई गाइस बाटोमा पिसा पायो भने चाहिँ के गर्नु बाटोमा पिसा पायो भने चाहिँ के गर्नु घरबाट राम्रो छ साथीहरू बाटोमा पिसा पायो भने चाहिँ के गर्छ अरे अब कसको घरतिर ल जाउँ न त ल र त धेरै यस्तो गर्नुपर्छ ओइ ओइ आउनु 1 2 3 हुन आँट्यो है केही छैन ल ओके वी आर रेडी 1 म सुन्ने हेर म चाले के पढ्नु है के हो 5 2 पैसा ही पैसा होगा खोइ टु Come on, ready? 1 2 3 go. Kuda. Sakit mata अहिले नि गाइस म चाहिँ कन्टिन्यू गरिरहेको छु ये के है ल हाम्रो भाइ पनि कुदिरहेको छ एकदम राम्रोसँग र यहाँ अरू भाइहरू पनि फर्स्टमा ल रनरहरू आउने क्रम जारी छ सबैजनाले एकदमै राम्रोसँग रनिङ गरिराख्नु भएको छ र आजको म्याराथन एकदमै भव्य र सभ्यसँग सञ्चालन र हाम्रो भाइ एकदमै थकित हुनुहुन्छ तर पनि कुदिरहेको छ अर्को भाइ फेरि रनिङ गर्दै
को पर हिँड्दै आउँदै चाहिँ को भनेर नसोच्नु ल त्यो सेतो भेस्ट लगाउने चाहिँ मै हो अघि थ्या थ्या गरेँ भनिरहेको छ अहिले यस्तरी फ्याँ भइरहेको छु म ल करिना पनि एकदमै राम्रोसँग कुदिरहेको छ दौडिरहेको छ गाइस गिभ अप हान्दै हो सकिँदैन अब चाहिँ हामी कुद्नुपर्छ आधी बाटो पोखरा आइपुग्नु लाग्यो अरे गला सबै सुगो सला आमा कस्तो यो पानीबाट त झर्ला जस्तै भयो नि हौ आमा त्यति कुदा त रेशमा साथी पनि मलाई चाहिँ भगवान हालेर रेशमा साथी पनि आइसकेको थियो हामीसँग त्यसो पानीबाट देखेर नि झर्ला जस्तो भएको पो त एउटा एक्सपिरियन्स हुन्छ त्यो पनि मेमोरी पनि भयो होला नि त रातो आगो जस्तो भइसकेको छ त्यही त उता कस्तो रातो भयो नि म चाहिँ काली भइसक्यो यस्तो घाँटीको नसाहरू सबै सुकिसकेको छ ल यो पनि हेरेर चाहिँ अघि पनि स्कुटीमा ल्याइदिएको यहाँ त स्कुटीमा ल्याइदिएको मलाई बाइक गर्नु यहाँबाट स्कुटी यहाँ गएको केटीहरू पो कुद्दैछ नि त यो बहिनीहरू जस्तो कुदिरहेको अघिदेखि कुदेर केटीहरू त लम्बी लम्बी केटीहरू थियो नि दुईजना हो त्यसले चाहिँ अगाडि जस्तो लाग्यो मलाई यिनीहरूलाई त होप हुन्छ नि जित्ने बाइक चाहिँ नरोकाइ सरक कुद्नु अब चोरको अनुहार टिकाउँदै जानुपर्छ क्यामेरा हाम्रो भिडियो नगर हामी त ट्याप भएको अब राखल हजुर यहीँ बिसाउँछ नि केटीहरू चाहिँ आइपुग्नु थिएन मोलाङहरू ल हामी टाप्सिङ अब बाई बाई गाइस अब हामी रोकेपछि चाहिँ पानी तानी पिएको बेला भ्लग गर्छु बाई यस्तै हो जिन्दगी कहिले घाम कहिले छाया बाई बाई गाइसहरू आधी बाटोमा आएपछि चाहिँ यस्तो भयो कि अब भूत पिसाब सबै निस्किरहेको छ नि यस्तो 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 दुखेको भयो गाइस हाम्रो चाहिँ अब यहाँ पिसा खत्तम भइसक्यो कति राम्रो देखेको बाई बाई चन्द्र साम दाई दाइले हामीले धेरै गर्नुभयो तर हामीले केही गर्न सकेनौँ यस्तै छ जित्नु हार्नु अब खोइ जित्नु हार्नु जीवनको खेल हो अब हामी घर लाग्नुपर्छ एकदम बाई बाई दाइ पछाडि चाहिँ अलिक ठुलो भएर थाहा छ हौ अब मेरो बाइकको चाबी एक्लै ढराइ वरि फेरि भेटिसकेको छ गाइस मेरो प्यानिक भएर मुटु ढुक 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 भइसकेको छ होइन त्यतिखेर यस्तो भएर नि यो भुँडी त यहाँ तलै निस्किसकेको जस्तो भएको छ नि हो हामीले यहाँ ठुलो मोबाइलमा राखेको थियौँ होइन मेरो गाडी सानसानो गाडी हो त अब निकालेर अनि हामी चल्दिने तर पाइप गाइस अब क्यामेरा सेटअप गर्छु अनि म गएको भिडियो गर्छु त फाइट पाइ
गाइस लोग हामी चाहिँ अलिक भोजन गर्न आएको छौँ होइन यहाँनिर आया भोजन गर्न आएको छौँ भोजन भातमा दुईजना हालेर बस्नु नमस्ते गरेर हाम्रो भातमा त्यसरी बस्नु छ भातमा भात भन्दा खाँदैन बस्नु छ हाम्रो चाहिँ सम हाउ ज्याकेट म्याच भएको छ झन्डै कस्तो कपाल जस्तो खाने अब कस्तो कति राम्रो थियो गोल देखायो कि तर कस्तो रातो अझ रातो भएर चाहिँ खाउन सबै मेरो रातै हुँदैन म चाहिँ रातो भएको मनपर्छ राम्रो होइन रातो भएको अलिकति केही गरेँ कि रातो उयो म चिलाउनु थालेँ हामी सक्दो भन्दाखेरि पाइगएको खाना आएपछि भ्लग बनाउँछु ल बाई बाई मेरी नसीली निगाह अचार बनाउनु भएछ है क्यामेरा देखाउनु दिए छातो उडिहाल्छ काला आएको उयो लाग्छ मासु झन्डै घर गाइस भुडी भरिसकेर धेरै मात्तेको हुनसक्छ भुडी भरेर अब चाहिँ हाम्रो टाक खाउन आँटे हो यता हाम्रो खुम सरले चाहिँ हाम्रो सबै बिल पे गरिदिनु हुँदैछ खुम सर स्माइल गरिदिनु यता हेलो हाम्रो बिल पे गर्ने यतिको क्रिम यस्तो चाहिँ हुनुपर्छ क्या यसको पढ्ने ठाउँको सेन्सेहरू विद्यार्थीलाई सपोर्ट गर्ने क्रिमसनको हाम्रो सेन्से त्यस्तो हुनुहुन्छ होइन यी देश कम ओइ मेरो बाइकमा यता ऐना हालेको कि यताबाट जाऊँ ल यताबाट जाऊँ गाइस मेरो बाइकमा चाहिँ नयाँ ऐना हालेको कारण म यताबाट जाँदिनँ किनकि त्यहाँ पुलिसहरू बस्छ त्यही भएर यताबाट जाने म घर जाने बाई बाई गाइस म चाहिँ घरमा आइपुगेर लुगासुगा फेरेर बसिरहेको छु होइन धेरै गोलियो टेन्सको कुरा त्यही हो धेरै गोलियो होइन एकदम आधी बाटोमा आइपुग्छ हग्नु मुत्नु के भयो माइ गड अन्डरसान आइपुग्नु भयो अनि हामी चढ्यौँ तपाईँले धेरै सपोर्ट गर्नुभयो होइन हामीलाई अनि तपाईँले पनि मलाई त्यसरी नै सपोर्ट गर्नुपर्छ एकदम लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर सबतिर छराइदिनु होला नयाँ वेलाई यसरी नयाँ भिडियोहरू हालिरहेको छु यहाँसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई दिलैदेखि धन्यवाद छ बाई बाई फेरि पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला बाई